ला 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 मलाई त कपाल काटेर आज त ओभर ह्यान्डसम देख्यो सुनु ओ सुनु यहाँ त वाओ क्या लड़का है भेरी ह्यान्डसम बॉय किन बोलाउनु भएको केस काटेर आएर त ओभर ह्याप्पी देख्दैछु त यहाँ हेर न हौ मलाई त कपाल काटेर त तिमी भन्दा पनि सानो देखिरहेको छ सेलुनको भैयाले भनेको मलाई चाहिँ सानो केटा जस्तो देख्यो अरे हौ ओहो तपाईँलाई सानो देखिरहेको छ झन् चिन्टै केस काटेर आएको भए त हुन्थ्यो नि भर्खर जन्मेको चिप्पो नानी जस्तो देख्थ्यो ए है अब अर्को पालि चाहिँ नि कपाल काट्नु जाँदा चिन्डे कपाल काटेर आउँछु नि ल Thank you, my dear. Thank you for your caring. चिनी चाख्नुहोस् ल के छ चिनी दामी भएछ चिया चाहिँ है अब यो चियासँग चाहिँ केही टोक्ने भए चाहिँ अझै दामी हुन्थ्यो जब केही बाहिर टोक्ने छ भने लिएर आउनु बाहिर को भोग्दैछ त्यही थियो अनि कस्तो कस्तो कुरा गर्छ यो मान्छे पनि आम्मा अन्त के त टोक्ने भन्छ खाने कुरा भन्नु न कहाँ टोक्ने भनेको अन्त ल ल ल गिफ्ट दिएको थिएँ नि कस्तो रहेछ के अरे के भन्यो यो हो पर्फ्युम अस्ति मैले तपाईँलाई दिएको थिएँ नि कस्तो रहेछ भनेको खै मलाई के थाहा मैले चाखेको त छैन त्यतिकै राखिराखेको म त यो खानेकुरो हो र चाख्नु अन्त के गर्ने त यो मलाई खानेकुरा भनेको त अरू बेला के खानेकुरा ल्याएर दिन्थ्यो कस्तो पर्फ्युम र खानेकुरा पनि नचिनेको नबुझ्ने र सिरिकन्टा नबुझ्ने फुटपाथको बेड भने चाहिँ यही हो खै म त बुझ्न सकेन के भन्छ यो मान्छे पनि